हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म अहिले देउता घरमा आएको छु। यहाँ देउता बस्ने घर भनेर भनिन्छ। यो पोखरा लिएर कहाँनिर हो त्यो चाहिँ मलाई थाहा छैन होइन। पोखरा त डेन्जर रहेछ। अनि तल हाम्रो सिद्ध गुफाबाट यहाँ मान्छे कुकुरहरू चाहिँ यहाँ आएको कुकुर चाहिँ निकालेर भन्नुहुन्थ्यो बाबाहरूले यस्तो ठाउँमा हेर्दा माथि ओहो हो पुरै आकाश छुने ढुङ्गा छ ल। यहाँ चाहिँ म आएँ अहिले चाहिँ यहाँ कता हो के हो त्यो चाहिँ अलिकति मलाई थाहा भएन। ल औ यो परा भन्दा के फुलाछ ल। यहाँ त अजिबै छ त यो दोक्सु चाहिँ पुरै लागेको छ होइन। ल यहाँ चाहिँ यो ढुङ्गाहरू यसरी अड्डेको छ। ल ल यहाँ चाहिँ देउता बसेको भनेर देउता घर भन्छौँ हामी। ऊ तल हाम्रो गाउँ हेर्दा त्यहाँबाट यहाँ चाहिँ पूजाआजा गर्ने। पहिला चाहिँ हाम्रो तल देउली हुने बेला यहाँ आफै शङ्ख बज्ने भोकरहरू बज्ने गर्थ्यो भनेर बाहरूले भन्नुहुन्थ्यो। अझै पनि बज्नुपर्छ त्यो हामीले थाहा नपाएर हो। सूक्ष्म दृष्टिले हेर्दा मैले पनि धेरैचोटि यहाँ अनुभव गरेको छु यो अद्भुत भूमि पारि हेर्दा। म चाहिँ अब यहाँबाट चाहिँ निस्केँ। आज पूर्णिमा हो होलीको दिन। अनि साथीहरू सबै ऊ तल हुनुहुन्छ ऊ तल। ल एकदम बाटो चाहिँ अप्ठ्यारो छ साह्रै। ओहो ल है स्वयम्भूको दर्शन गरेर म निस्केँ यहाँबाट। ओहो यो त अजिबै सिन आयो हो। हेर्दा यस्तो पनि वाउ तेरिका। ल यहाँबाट बाटो अलि अप्ठ्यारो छ साह्रै। ओहो तेरिका यहाँबाट कता हो फेरि मलाई बाटै छैन होला। यहाँ माथि यो ढुङ्गामा चाहिँ के छ ल देउताहरूको मेन ढुङ्गा चाहिँ अब ल हेर्नु त यहाँ कहाँनिर हो त्यो पाल भएको मलाई पनि थाहा भएन। अहिले सायद पुर्यो पनि होला। हो यस्तो देखिन्छ यस्तो डेन्जर यो परा। यहाँ अब ऊ तल हेर्नु गाउँ यो चाहिँ हाम्रो गाउँ कस्तो राम्रो देखिएको। अनि साथीहरू चाहिँ तल हुनुहुन्छ। यहाँबाट जाउँ भनेको ऊ केटाहरूले तल यहाँसम्म। वा हेर्दा यो चुचुरोमा टुङलुङै बसेर ल यहाँ चाहिँ म अब आउन चाहिँ अब आउँदैन होला। फेरि आउन चाहिँ पाइरहोस्। यहाँबाट गाउँ चाहिँ साह्रै सुन्दर देखिँदो रहेछ हो। वाउ अनि होलीको लागि आज त पारी आइरहेछन् ल। ऊ यहाँनिर ल हाम्रो साथीहरू यहीँनिर छन् नि देख्यो भने ल त्यस्तै छ। अब चाहिँ म गएँ। बाई बाई।